हुजूर नमस्कार भेली बाजेको तर्फबाट एकदम दर्शकलाई नमस्कार भनेर मैले एकदम अनुरोध गरेछु। हुजूरको माझमा मैले भेली बाजेको क्यारिकेचर गरेर हजुरलाई यसो मनोरञ्जन दिने पुरुष मात्रै गरेछु। घुर्मे रटे अरू खाँचियो पहिलो भिडियोमा दर्शकले थाहा पार्ने भूल गरेर होइन र भनिस् त जेन्नाले अरे त्यो काठमाडौँमा एकदम एस गरेर बसेछु अरे शीतल छ के म घर जान्नाले अरे त्यो जताततै हिँड्छ म त हुइरन परेको शर्मिसहरू हो किन भन्नुहोस् त। काठमाडौँमा त च्वाक च्वाक टर्नु हुनुहुन्छ के गाउँमा त ननुन धुनु यार जुम्रा पुरेर हुइरहन्छ के म त्यही भएर जान्नाले पुरिन मन पुरिन के त्यही भएर मेरो दर्शकलाई एकदम जानकारी गरेछु यार। तपाईको म हिजो एउटा कार्यक्रममा गएको थिएँ तेरियामा त्यो आइमै जरिल मलाई मात्रै हेर्ने के तेरियामा त्यो लाली क्रिम लाएर च्वाक च्वाक पुनेर आनु भो रहेछ। मैले त शर्मिसहरू जम्मैलाई आई लभ यु भन्दै गर्थ्यो तेरियामा त्यो आँधे हान्नेर भुनेर हामीले एकदम जानकारी गरेछौँ यार। त्यो काठमाडौँ यार एकदम भुसमै राम्रो रहेछ मच्छर पनि लाग्दो रहेछन् त्यही भएर एकदम राम्रो छ के म जान्नलाई मेरो भन्न खोजेको हजुरलाई कस्तो लाग्छ हो कि होइन भन्नुहोस् त तेरियामा त्यो आँधे हान्नेर भनेर एकदम जानकारी गरेछु अरे ल दर्शकहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव दिएन होला भनेर एकदम जानकारी गरेछु। म तपाईको एउटा गीत भेली बाजेको रन्काइदिन्छु होला दर्शकले सुनेर साथ दिनु होला कस्तो लाग्छ भनेर मैले एकदम जानकारी गरेछु बिल्कुल यार हो कि होइन भन्नुहोस् त मेरो भन्न खोजेको हजुरलाई कस्तो लाग्छ हो कि होइन भन्नुहोस् त हो कि होइन भन्नुहोस् त। धोबीले धुन्छ र हुजुर देख्दा हाम्रो मन रुन्छ र नभन्नु त्यसुरी झिमझिम सानो नझिम्काउ पुरीले भुटुक्कै हुन्छमा झिमझिम सानो नझिम्काउ पुरीले भुटुक्कै हुन्छमा तेरियामा टुनियार आँधे हान्नेर पक्ट म आँदैछु म तेरो भुरीसुरी भयो नि भुसकेट्ने भन्ने पुलन्छ गरे को सालेले भनिन्छ होस पार कुरो हो तेरियामा बुले भुसकिरिमले यार अहिले बेलले कस्तो रेड्डी मान्छे हो यार हिजोबाट बुरी बोलेछ यसको सक्कल नदेखौँ भने कोठार आइजान्छ यार तेरियामा टुक्ने पक्टमा आँदैछु तेरियामा बौला पक्टसँग पुलिस लिएर हो भने हामीले ठोन्काइदिन्छौँ भन्ने पुलिन्छ गर पक्टमा आँदैछु को सालेले भने रहेछ तेरियामा बौला पक्टमा आँदैछु यार। त्यही भएर के मेरो माया लाग्छ र आई लभ यु भन्नुहोस् त तेरियामा त्यहाँ कस्तो रेड्डी मान्छे हुनुहुन्न रहेछ यार। ल सम्पूर्ण दर्शकहरूलाई मेरो कस्तो लाग्छ भिडियो सबैले मन गरेर एकदम हजुरको साथमा हामीलाई बिल्कुल काठमाडौँ ल्याउनुलाई भनेर अनुरोध गरेको यार हो कि होइन भन्नुहोस् त। धन्यवाद दर्शकहरू।